ओम नमः शिवाय बाबाजी। सिधाम सो हजुरजी अब यस कुटीमा चाहिँ आज के गर्दै हुनुहुन्छ यहाँ विशेष? म आदि और अनादिकालका ऋषि महर्षिहरू 88,000 ऋषि महर्षिहरू र 82,000 भाइ र 86,000 हिमालका चुचुरा भएकी बहिनाहरूको 82,000 भाइ भने समथलमा लड्ने भाइहरूको 88,000 ऋषि महर्षिको छानबिन गर्दैछु। म नारायण दाई हुँ, म छायानाथी विष्णु हुँ, जो विष्णुको कारणले गर्दा विश्वव्यापी घेरा चल्छ। त्यसो भएको कारणले गर्दाखेरि अघि मैले तिमीले ओम नमः शिवाय भनेपछि शिवजी तिमीले पुकारेपछि सिद्धम सो मैले भनेपछि सिद्ध हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि अब यस्तो घेरा छ जसको घेरामा त्यो छायानाथको घेरा कहाँ छ भन्ने कुरा। छायानाथ भनेको कर्णाली नदी छ नि, कर्णवीरले तपस्या त्यहाँबाट आएको छायानाथको घेरा म भनिदिन्छु है। छायानाथी डर्दैन माया माया नाथी मर्दैन रोकमरल बाबारा हुँदै सिङ्गापुर जाँदैन थाइल्यान्ड आइल्यान्ड हुँदा हुँदै केही खाँदैन सुडान तिब्बत जान्छ जान्छ छायानाथी फोटो हो दुनियाँ कर्मको फोटो हो अमेरिका जान्छ रिभर तिबर शिवर प्रमाण अन्तिममा आइपुग्छ आखिर श्री सागर ब्रह्माण्ड। अब अर्कै कुरा आयो सतकोशी बापा छ सप्तकोशी तम्मार श्रीनारायण मेरो भक्त बनाइदिन्छु अमर ग्रिफम सागर जाने भयो आइगयो परमाण म कालो राधा कालो सकल शिव ब्रह्माण्ड अन्तिम हेर्ने घेरा छ बच्चा बच्चा डेरा छ कसो गर्नु परमाण आकृति जाकृति साकृति ब्रह्माण्ड गोविन्द जोविन्द सोविन्द मोविन्द मैविन्द दैविन्द भैविन्द पाप छ नाम सबको छनबिन गरौँ तर म आइडेने माप छ एलादेन हुसेन मुसेन कसो गरौँ परमाण रङ्गोली जङ्गोली भया छन् आदित्य अखिलेश नखिलेश शिवाजी नै रह्या छन् सब बड्डाको घेरामा जानु परन्या हरिद्वार चार ब्रह्मचारी नमरन्या हिरमा पावर थिरमा थैरमा दैरमा मैरमा पावर पाप बच्चालाई भनिदेऊ मैले भनेको कुनै ठाउँमा पाउँदैन शराबमा मैले भनेको कुरा कुनै ठाउँमा पनि पाउँदैन म अचानक बरुम बाँडिदिन्छु अरू केही कुरा सोध्यो भने म तिमीलाई भनिदिन्छु। बम भला। अनि हजुरजी कुन सम्प्रदायबाट हुनुहुन्छ र यो सम्प्रदाय लिनाले चाहिँ के हुन्छ थोरै अलिकति केही भनिबक्सिन्छ? म सबैलाई मुक्ति दिने एक विष्णु हुँ, त्यो कारणले छायानाथी विष्णु हुँ। छायाको रूप धारण गरेर विश्वव्यापी हिँड्नुपर्छ। त्यसो भएर सबै सम्प्रदाय नौना 84 सिद्ध नागा निर्माणी उदासी गिरिपुरी भारती हिन्दू मुस्लिम बौद्ध सिख इसाई जैन जति बच्चाहरूले बनाएका छन् त्यसमा असमर्थन छैन, समर्थन छौँ। त्यो सिद्ध चक्रबाट म कहाँ आइपुग्छन्। त्यसो भएर ब्रह्मनिष्ठ ब्रह्मज्ञानमा स्वयं हात जोडेर आफै स्वध्यान गर्नुपर्छ। त्यसो भएर अन्तिममा मुखबाट बाणी आउँछ, त्यो बाणी अकाट्य बाणी हुन्छ, कहिले पनि छुट्दैन। अब तिमीहरूले पूजा गर्दाखेरि प्राचीन शास्त्रमा लेखेको अनुसार जान्छौ अनि नारायण दाइले त्यसरी जानु हुँदैन, अचानक भन्नुपर्छ। त्यो भएर अब अमरताको छानबिन गर्दाखेरि अब तिम्रो एउटा कुरा उदाहरणमा म सम्झाउँ, तिम्रो शिरदेखि नङसम्म अध्ययन गर्नुपर्छ। कहाँनिर पुण्य छ कहाँनिर पाप छ त्यो एउटा चक्र हुन्छ अमरताको। अनि त्यो सबै सिद्ध चक्रमा छानबिन गरेपछि मान्छे कहिले पनि मर्दैन, मान्छे मर्ने आफ्नो पाप जाल हो। त्यसो भएर तिमीहरूले आफ्नो लास आफै जलाउँ दुनियाँ चलाउँ, जस्तै यसो ट्याक्क बस्ने आफ्नै मनले आए जति भगवान्लाई पुकार्ने। अब त्यसो भएर कुल देवता स्थानीय देवता ग्राम देवता मान्ने अनि गल्ती नगर्ने नडर्ने। अब एउटा कुरा शिवजीले भने जस्तो बच्चालाई भनिदियो भने क्या तँ मरे म खाने म मरे तँ खाने बिचमा काने भन्छन्। भस्म भए त खानै पर्छ, छानबिन गर्नु परेन। अब यदि समाधि गऱ्यो भने पानीले बगाउला र तल खोलामा पानीमा मिल्छ, यदि भस्म गऱ्यो भने उठ्छ मुखमा आइहाल्छ। त्यसो भएर पाप खाने कि पुण्य खाने? पहिलोचोटि भगवान् विष्णुले 2 भक्त बनाएको थियो, एउटा रावण र कुम्भकर्ण। त्यो एकजना पाप पुण्य छानबिन गर्न आएको थियो, एकजना पाप खान्थ्यो एकजना पुण्य खान्थ्यो। हो त्यही दर पालौँ, त्यो आदि अन्त्य कहिले पनि हुँदैन। त्यसो भएर सिधम सो अब यहाँ मैले अब अघि तिमीले कुरा आएको थियो मैले जे भए पनि अब मैले भस्म गर्छु भन्ने। अब तिमीहरूले के छ एउटा पूजाको नियम ल्याएको छ, नियम अनुसार जानुपर्छ। अब मेरो नारायण दाइके नि मन्दाकिनी लगायत सबै अनि भस्म छानबिन गर्न आउँछन् अनि बाँडहरू छन्। त्यसो भएर मैले सबै कुरा भस्म गरेर ज्वाला निक्ल्यो, जो पापीको भयो मुत भनेर ज्वाला निकाल्छु। अरू केही सोध्ने भए सोध। अब हजुरजी यो सम्प्रदायमा चाहिँ कति वर्षदेखि चाहिँ लाग्नुभयो, के कारणहरू अलिअलि थोरै? ए बच्चा मेरो कुनै सम्प्रदाय हुँदैन, म स्वयमै जहाँ खडा छु त्यहीबाट मैले हिसाब किताब फाइनल गर्छु। सबै सिद्धहरूले मकहाँ आउँछन्। अब आएर सिङ्गममा घेरा छ, नाथनारायण डेरा छ, हाँसौँ कि हाँसौँ परमाण बच्चाको भित्र को बस्यो भन परमाण। तिमीभित्र पनि एउटा डाटा लिने शक्ति बसेको छ।
हिलबर पावर गइगयो थिलबर पावर गइगयो नाथ नारायण ओखलढुङ्गा ओखल थियो भन्नु भइगयो चम्पा चमेलीको पाप छ बेली अबेलीको माप छ सबै पहाड हाँस्न लाग्यो कसो गर्ने परमाड 7वटा कोशीमा चाहियो ब्रह्मज्ञानी ब्रह्माण्ड अब ब्रह्मज्ञानी ब्रह्माण्डले पाठ गर्दाखेरि आफै हरिओ मा इखे त्वजे त्वा स्वाहास्त्र सा भनेको छ। अब आएर सबै यसो गर्दा जल वर्षाएका छन् अनि आएर हिरण्यकश्यप र प्रह्लाद भक्तको इतिहासको कुरा आउँछ। 7वटा कोशीमा अलिकति शक्ति छ, ती 7वटा कोशी को पर्छन् भन्ने कुरा यो एउटा कोशीमा यो हो। त्यो रिवर तिवर शिवर अब परमाड अब अर्को आयो ब्रह्माण्ड कर्णाली नौनाले सिद्धै भइगया अन्तिमैमा कसो गरौँ मुक्ति हुने भइगया ठाउँ ठाउँ झनै सप्ट्याएर पढ्दैन बच्चा अप्ठ्याएर गोकल मरिरहेन छ श्वेत खड्ग रहेछ यो बच्चाले प्राप्ति गरे अन्तिममा स्टिल कम्पनी सफ्टवेयर रहेछ सिधम्सो खुलामा बढी भस्म गरे चम्किने तारा आउने। तिमीले यति भस्म गऱ्यो भने तिम्रो शक्तिको मान्छे अगाडि आउँछ। त्यो स्टिल कम्पनी छ नि चम्किने स्टिलको मायावी मान्छे त्यो स्टिल कम्पनीको माथि त्यो गुरुद्वाराको माथि चम्किया छ नि त्यस्तो एउटा चम्किने एउटा स्टार तारा आउँछ सूर्यको जस्तो। अनि तिमीले कालो तारा खुलामा बसेर कुनै जङ्गलमा एकान्त ठाउँमा खुलामा बसेर सबै कुरा भस्म गर्नु अनि त्यो चिज प्राप्ति गऱ्यो भने अनि तिमी त्यो चम्किने अस्त्र प्राप्ति गर्छौ तिमीले नै। अब हजुरले चाहिँ यो बाजे भ्लगलाई चाहिँ के भनिदिन चाहनुहुन्छ त? बाजे भ्लग भन्नेको युट्युबमा नाम राखेको अब बाजेको बाजे पाण्डवले पनि बाजे भनेको बाजेको बाजे हो अनि म नारायण दा यहीँ छु। अब बाजे भ्लगलाई के भन्न चाहेको छु भनेपछि सबलाई एकसाथ ज्वाला जलाउने अनि यो काठमाडौँमा अलिकति युट्युबमा राख्ने इच्छा गरेको र अलिकति शिवाजीको कुरा आइरहेको छ। त्यो पछाडि थाहा छ यहाँ शिवाजी बम्बई टु काठमाडौँमा एउटा बाँड छ। यहाँ अलि यो देउबाको छोरा जन्मिया रहेछ जयवीर त्यो पनि शिवाजी हो। शिवाजी शक्तिको मेरो छोरा त्यहाँ पठाएको हुन्छ माताले मलाई मतलब हुँदैन। त्यसै गरेर आदित्य ठाकरे छ बम्बईमा छ। यी दुवै शिवाजी दशाङ्ग पर्वमा सबैका 10-10 रूप छन्। त्यसो भएर अब बच्चाले के गर्ने भनेपछि पहिलोचोटि ती यहाँ काठमाडौँमा कतिवटा राखेका छन् 12 शिवजीले 12 सुँगुर राखेका छन्। 12 सुँगुर रूपी मान्छे जो पहिला गाण्डवमा मारिदिएको थियो नि तिनी मान्छेले पहिला पुण्य मात्रै खाएर मोटा मोटा भएका छन्। अब तिनीहरू लेभलमा ल्याउनलाई बेकाम बढी आगै जलाउने भने ती पापीहरू जल्छन् कोही भोगमारी पर्दैनन्। अलिकति भस्म गरेर त्यो गाण्डवसँग लडेर अनि बाँडहरू प्राप्ति गर्ने। यहाँबाट सिधै टुगेदर फेस इज बम्बई बम्बईबाट ठ्याक्कै सागर पारी सेब्लाङ मेब्लाङ सहर भनेको छ 2टा सहर। अनि त्यो 10वटा पर्वत जस्तो घुम्यौँ भने विश्वव्यापी घुम्न सक्छौँ। अनि लास्ट तिब्बतमा आएर सुडानमा तिब्बतमा माथि त्यो कैलाश छ नि मानसरोवर त्यहाँ अन्त्य हुनेछ। अब आएर अब दलाई लामाको कुरा आउँछ युट्युबमा आएपछि। अब दलाई लामा मेरो डुम हुन् म मजदुर डुम हुन् तिनीहरूले धेरै मजबुत हुन्छन्। त्यसो भएर ती डुमले कथा भन्दै भनेका छन् लडाइँ किसी का नहीं है भनेका छन् एक राजपुतानी का और एक डुबिनी का है। यहाँ यो कुरा सबैले सुन्दैछन्। अब राजपुतानीले राज्य मात्रै हेर्ने अनि डुबिनीले मजदुरी मात्रै हेर्ने। त्यो भएर छानबिन गर्दाखेरि दलाई लामाले भनेको छ रक्तकाली मेरी आमा आमा थिए सुमसुम अहिले पनि म मर्दैन दलाई लामा डुमडुमा ढुमडुमा 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 यसरी नाच्छ माने हिमालमा। अब राजपुतानी राजपुतानी मेरी आमा आमा डर्दैन राजपुतानी छोरा हो शिवाजी मर्दैन। राजपुतानी छोरा शिवाजी हो। अब ती दुईजना बिचमा लडाइँ भएपछि अब अन्त्य कसले गर्ने? हो यहाँ डुम छोरो पनि छ। अहिले त्यो डुम छोराको कुरा नभनौँ भने अन्त्य कसले गर्ने? अब नारायण आउनुपर्छ। अब नारायण आएपछि पहिला नारायणको घोडा चढ्नुपर्छ छायानाथी नारायणको घोडा चढ्नुपर्छ। छायानाथी भने उतै कैलाशतिर पर्छ। अनि छायानाथी नारायणका घोडा अगाडि हिँड्यो भनेपछि पछि सबैका घोडा आउँछ। तिम्रो पनि चढ्ने वाहन आउँछन् कसैका सुनका गदा छन् कसैका बाहन छन् कसैका शस्त्र अस्त्र छन् कसैका हिरा छन् कसैका मोती छन्। ती सबै ठाउँ ठाउँ राखेका छन्। ती अन्तिममा छोडेपछि ती शक्ति हो जसले दुनियाँ चलाएको छ दैविक शक्ति हो। संसार के सबैसे बडा शक्ति दैविक शक्ति हो। त्यो दैविक शक्ति प्रुभ म गर्न सक्छु। अहिले जे पनि ओली भने मेरो यहाँ सानो मान्छे नेपालको अनि भारतको मोदी भने मेरो धोबी नै हो। अनि 2टा देश मैले हेरिरहेको छु। अब एउटा मायावी कुरा छ अरे कैसे चलावे देश आत्मा में नहीं है कैसा छन छन घूमे घूमे पाओ र चंद्र सूर्य बन्या टाओर वायु अग्नि घुम्न लाग्या घेरा बजरंग बली बाहिरै आउँछ हात जोड्छ डेरा। बजरंग बली पनि यहाँ आउँछ। सब भन्छन् नारायण कसो गर्ने श्रावण कुमार पाप छ भस्मै गर मुक्ति हुन्छ। लावण्य देश माप छ। लावण्य देशमा नवराज राजा भएको हामीहरूले बनाएको
नेपाल क्षेत्र पशुपति पुण्य रहेछ ठाउँ ठाउँ नाथ नारायण बिचमै भङ्गाल बस्याको छ गाउँ बडा नीलकण्ठ भन्छन् गरे बसी जाऊ नारायण पशुपति भन्छन् सुन्न सारायण अब कसो गर्ने चोबार सोबार मोबार पप ए सुन्दरी भन्छन् कसो गरौँ वज्र योगिनी सरामा भैरवी तार्या भिडै छ नन्दी नन्दी सिरै छ सुँगुरो सुँगुरो छाल छ कसो गरौँ कालै छ मात तीर्थ प्रमाण भाल्या सोर प्रमाण ए चन्द्रगिरी नाच्नु पर्यो टन्टन अब आयो चम्पा देवी अब काली आखिरी आखिरी भन भन दक्षिण काली पुलचोकी सबको भयो घेर अब आयो उस्तै गरे अब नाले चण्डेश्वरी डेरा आइ है माथि माथि घुम्दा घुम्दै कहाँ जाने अन्तिमैमा बिचमा मिठै मिठै खाने जो आयो उसलाई कलास दिने नाथ नारायण जन्म लिने सिदम्सो धामी बाजे पुत्रिसक्यो शिव सिदम्सो भनेर सिदम्सो बम भोला अरू केही भने चाहिँ म स्वदेशी म जवाब भन्ने होला बच्चालाई जय होस् बम भोले बाबाजीको जय होस् ल बच्चाको चाहिँ के भनिदिन चाहनुहुन्छ त अब थोरै अब तैँले चाहिँ एउटा जागिरी खाए पनि अब अघि भनिस् त्यहाँ हस्पिटलको नाम लिएको छस् त्यहाँ त्यो भण्डारी के अरे उपेन्द्र महतो भनिस् ती बच्चाहरू हुन् मालिक म नारायण दाइ हुँ धन समिति मालिक फर्स्ट सेकेन्ड थर्ड साउ हुँदैनन्